हेलो गाइज गुड मर्निङ सबैजनालाई। म धेरै दिनपछि फेरि आइसकेको छु तपाईँहरूको माझमा। अनि आज हाम्रो यता बर्दियातिर धेरै वर्षा भइरहेको छ र आज 14 गते आज महोत्सव लाग्ने दिन हो। तर पनि खै किन हो वर्षाको कारणले हुन सक्दैन होला। त्यसैले आज घुम्न जाने भनेको पानी परेको परै छ। अब तपाईँलाई देखाउँछु कति जोडले पानी परिरहेछ भनेर। यस्तो चिसो मौसममा पानी पर्न त नपर्नु पर्ने हो, तर पानी चाहिँ अहिले धेरै नै परिरहेको छ। अनि अब मेरो पनि घर छोडेर अलि आफ्नो घर भनौँ भविष्यको घर जाने दिन आइसक्यो। मेरो बिरानी सकिन लागिसक्यो। अनि अब 2-4 दिन छ, त्यही भएर यसो घुमघाम गरिहालौँ भनेर सोच्थ्यो, तर पानीले घुम्न दिँदैन जस्तो छ। त्यसैले गाइज आज चाहिँ म जान्छु होला घुम्न, पानी रोक्यो भने महोत्सव हेर्न। प्लस अर्को काम वाडामा अर्को काम पनि छ, त्यहाँको अर्को काम पनि भ्याएर अनि तपाईँलाई म सबै देखाउने छु महोत्सवमा के छ कस्तो छ होइन। महोत्सव लागेछ भने अब बन्द छ भने भन्न सकिँदैन, महोत्सव लागेछ भने तपाईँलाई ट्याक्क देखाउने छु। अनि अब चाहिँ म भर्खर सुतेर उठेँ अनि फ्रेस हुन बाँकी छ, तब म फ्रेस हुन्छु। तपाईँहरूलाई म के गर्छु सबै देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है साथीहरू, स्किप गरेर चाहिँ छोडेर नजानु होला है। म धेरै दिनपछि तपाईँहरूको लागि लामो लङ भिडियो ल्याउने प्रयासमा छु। तपाईँहरूलाई देखाउँछु आज रमाइलो एकदम रमाइलो तपाईँहरूलाई देखाउने छु। भिडियो चाहिँ स्किप नगर्नु होला है साथीहरू। अहिले चाहिँ गाइज मेरो बुढीले चाहिँ ट्याक्क गिलासमा दुध लिएर, म उठेकै छैन, हातमुख धोकै छैन, ट्याक्क मेरो बेडमा चाहिँ दुध आइसकेको छ। ट्याक्क मेरो बुढीले कति माया गर्छन्। बिहान बिहान दुध मुखै नधोइकन दुध ल्याइदिनुहुन्छ। अब म ट्याक्क खान्छु गाइस। कति माया, तिमीले मलाई कति माया गर्छौ? गर्छु धेरै। साथीहरू देख्न सक्नुहुन्छ पानी यस्तो परेको परै छ कि ओहो, मौसम यस्तो भएको छ कि ओ के भनौँ। आज त पानीले खत्तम पार्यो नि, महोत्सव खत्तम पार्यो। महोत्सव नहुने होला जस्तो छ, खत्तमै पार्यो आज पानीले। हेर्न सक्नुहुन्छ यस्तो पानी परिरहेको छ, भयानक पानी परिरहेको छ। मौसम हेर्नु यस्तो छ कि आज के भनौँ, चिसो मौसममा यस्तो पानी नपर्नु पर्ने हो, झन् चिसो चिसो हुँदै गइरहेको छ साथीहरू। साथी हो, अब हामी चाहिँ डक्क लागेर च्याट्ट भनेर ट्याक्क हामी बजार हिँडेको। तिम्रो फोन मलाई के थाहा, तिम्रो फोन भित्रै होला। अनि अब जाने हो अनि नगर भन्छु वडा कार्यालयमा थियो भने एकछिन काम छ, यहाँ सकेर महोत्सव लाग्ने हो। तपाईँलाई देखाउने छु महोत्सवमा के छ कस्तो छ, तपाईँहरू इन्जोय गर्नु होला। हामी चाहिँ अहिले भुरी गाउँ, यो के रहेछ, कालिका फोटो स्टुडियोमा आइसकेको छौँ र यहाँ देख्न सक्नुहुन्छ पानीले हामीलाई अलपत्र पारिसक्यो। देखाउ न उता देखाउ न, पानी परेको यसरी अगाडिको क्यामेराहरू बनाएको छ भने हामीले यहाँ देख्न सक्नुहुन्छ। भिडियो परेको अवस्थामा चाहिँ हामी चाहिँ अहिले वडा कार्यालयमा आइसकेको छौँ र यहाँ चाहिँ मिस हुनुहुन्न रे, एकछिन टाइम लाग्छ अरे, त्यही भएर वेट गर्नुपर्ने भयो। त्यसैले एकछिन वेट गर्छौँ अनि तपाईँहरूलाई देखाउन सक्छु। म चाहिँ वडा कार्यालय जाने बाटो हो। यहाँ चाहिँ हाम्रो मेन साहब के हेर्दै हुनुहुन्छ, यहाँ चाहिँ ठुलै फुल छ है, देखि न बेर फुल। महोत्सवमा जाने भनेको अझै अब कति टाइम लाग्ने भयो, यतै गाह्रो पो छ त हो। यो चाहिँ हाम्रो वडा कार्यालय हो, ठाकुरबाग नगरपालिका 3 वडा कार्यालय। यहाँ चाहिँ सबै काम हुन्छ, यहाँ विवाह दर्ता, नागरिकता लगायत। नागरिक सिफारिस पनि लिनुपर्छ।
सबै काम हुन्छ यो चाहिँ हाम्रो वडा कार्यालय। साथीहरू अहिले चाहिँ हामी नास्ता खान बसिसकेको छौँ। नास्ता चाहिँ के नास्ता रे? चटपटे चटपटे पिरो पिरो मेरो मुखमा त पानी आइसक्यो तुरुरु पानी फेरि आइसक्यो। उहाँले चाहिँ चटपटे चाहिँ उहाँको अर्डरै चटपटे म चाहिँ चटपटे खान्न फेरि उहाँको फेभरेट हो पानीपुरी चटपटे पानीपुरी चटपटे केटीले मात्रै खान्छ भन्छन् तर खै आफूलाई त मिठो लाग्छ। पिरो अमिलो मात्रै खान मन लाग्छ। खै किन हो आजभोलि किन हो बुढीसँग धेरै बसियो होला त्यही भएर मलाई त अलिअलि केही डाउट पो लाग्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ यस्तो मिठो छ रातो पिरो। यताको मेम साहबले मिठो मानी मानी खाइरहनु भएको छ। खान मन छैन भन्दै हुन्थ्यो तर चटपटे जब आइसकेपछि त मभन्दा धेरै ल्याउ गाइस हामी चाहिँ अहिले बर्दिया ठाकुरबाबा नगरपालिका ठाकुरबाबा नगरपालिका 1 धुरी गाउँमा भइरहेको महोत्सवमा हामी छिरिसकेको छौँ। अहिले चाहिँ काम पुरा भएको छैन। रोटेपिङ हुँदैछ भर्खर बनिरहेछ। अनि यहाँ रेल भन्छ नि यो रेल पनि बन्दैछ। अरू काम चाहिँ सबै भ्याइसक्यो। यहाँ चाहिँ भुट बङ्गला तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ आउन सक्नुहुन्छ। त्यहाँको भुट बङ्गला भुटहरू पाइन्छ र यहाँ पुरै भित्र गएपछि आनन्दले 50 रुपियाँ टिकट धेरै पनि होइन 50 रुपियाँ टिकट रहेछ अरे। त्यहाँको तपाईँहरू भुट बङ्गला हेर्न सक्नुहुन्छ। अनि यतातिर चाहिँ तपाईँको पिज्जा होइन बर्गर अरू के बबल टी अनि अन्य लगायत सबै खानेकुरा। अनि त्योभन्दा पछाडि तपाईँहरू देख्न सक्नुहुन्छ त्यता चाहिँ बजार किन्न सक्नुहुन्छ कपडा किन्न सक्नुहुन्छ सामान किन्न सक्नुहुन्छ। रोटेपिङ बनिसकेको छ आदि बाँकी छ बन्छ भनौँ आज भ्याउँछ होला। तपाईँहरू भोलिबाट घुम्न आउनु होला मजाले। तपाईँहरू रोटेपिङ खेल्न सक्नुहुन्छ आनन्द मजा लिन सक्नुहुन्छ। हामी त अब के गर्नु खेतमा 2 जना बसेर के गर्नु अझै सुरु भएको छैन। अब एकछिनपछि सुरु हुन्छ होला। सुरु भइसकेपछि हामी पनि इन्जोय गर्नेछौँ। हामी पनि भोलि पर्सितिर एक दिन मिलाएर आउनेछौँ र रोटेपिङ खेल्नेछौँ साथी। अनि भुट बङ्गला पनि हेर्नेछौँ कस्तो हुन्छ। अनि तपाईँहरू थारू महोत्सव छैन क्या होइन? थारू महोत्सव छैन क्या हो साथीहरू? त्यस्तै लाग्यो त्यो देखेन होइन। अरू भन्दा यो साल अलिक सानो मिनी मेला जस्तै लाग्यो। अहिले चाहिँ अरू चाहिँ सबै लागिसकेको छ। तपाईँहरू गेम खेल्न सक्नुहुन्छ ब्याट लाउन सक्नुहुन्छ अनेक छ। तर ठिकै छ। अब दोस्रो महोत्सव ठाकुरबाबाको दोस्रो ठाकुर प्रादेशिक महोत्सव 2082 सालमा भइसक्यो भन्न अब लागिसक्यो। अब सुचारू छ। तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ साथीहरू। हामी त इन्जोय गर्दैछौँ आउनु होला। अझै के हुन्छ म तपाईँहरूले सबै देखाउने छु। भिडियो चाहिँ आउनु होला मिलेर सबैजना स्किप गरेर चाहिँ रमाइलो गर्नुपर्छ। तपाईँलाई चुलो निम्ति भयो हाम्रो। ट्याक्क मेरो भिडियो हेर्दै जानु होला। अझै के तपाईँहरू देख्नुहुन्छ नयाँ देखाउने छु। उही हाम्रो जुत्ता यो चाहिँ के नाम छ डान्स आइडलको रहेछ यिनीहरू। डान्स आइडलका अगाडिको डान्स आइडलका हुन् भएको छ। विशेष गरेर यो डान्स आइडलको गाना सहित अगाडि उपस्थित हुनुभएको छ। जोरदार तालीले झाँकी सहित आउनुहुन र स्वागत गरिदिनु हुन धन्यवाद कृतज्ञता प्रकट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरूलाई यो विशेष अगाडि हाम्रो पञ्चबाजा सँगसँगै ठाकुरबाबा आइडलमा
सहभागी हुनुहुन्छ नेउलापुरको भाइ बहिनीहरू हुनुहुन्छ त्यो नेउलापुरका हुन् के जति पनि हुनुहुन्छ उहाँलाई चाहिँ नेउलापुरको फर्स्ट लाइनमा राखिनु हुन केटो आइमाई बने अगाडि मिलाएर राख्नु पनि हार्दिक अनुरोध गर्छु बुढो हो के नेउलापुरको राखिनु यता नेवारी ड्रेसमा पर्व नेवारी ड्रेस जमारा पोखरेल महिला सांस्कृतिक निर्वाचन दरबार 2 मगर सङ्घको विशेष गरेर विभिन्न सांस्कृतिक समूह आफ्नो ब्यानर सहित अगाडि हुनुहुन्छ उहाँलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ हामी यहाँ संस्कृतिको सम्मान गर्दैछौँ विशेष गरेर संस्कृतिको सम्मान गरिदिनु हुन हार्दिक कृतज्ञता सहित जोरदार तालीले स्वागत गरिदिनु हुन पनि आग्रह गर्दछु सम्पूर्ण विशेष गरेर मगर नेपाल मगर सङ्घको विशेष गरेर सांस्कृतिक झलक देखिरहेको छु मैले यहाँ लट्ठवा नाच भन्छ क्या झलक देखिरहेको छु त्यसैसँगै अरू संस्कृतिको नाच मयूर नाच लगायत विभिन्न सांस्कृतिक झलकहरू मैले यहाँ देखिरहेको छु र यो विशेष सांस्कृतिक समूहलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु सम्मान व्यक्त गर्न चाहन्छु यो जस्तो ठाकुरबाट प्राविधिक हस्तकमा तपाईँहरूको जुन उल्लासमय सहभागिता थियो मनोजको नानाहरू हुन् कि सहभागिता हुने नानी छ नाना छ मनोजको ठाकुरबाट यो चाहिँ थारूको एउटा संस्कृति एउटा पहिचान देखाउने एउटा लट्ठवा नाच भन्छन् यो चाहिँ अहिले देखिरहनु भएको छ तपाईँहरूले लट्ठवा नाच मजुरको प्वाँख लगाएर लट्ठीले टक्क इन्जोय लिनु होला साथीहरू कस्तो छ लिनु होला अब सुरु गर्छन् साथीहरू हामी चाहिँ साँझतिर घर पुगेको अनि भिडियो बनाउन पाएन अनि कपडा सपडा चेन्ज गरेर अब काम परेको हुनाले मैले भिडियो बनाउन सकेन त्यसैले म यो भिडियो बनाउँदैछु लास्ट अब इन गर्नु पर्यो साथीहरू अब नेक्स्ट भिडियोमा भेटौँला आजको लागि बाई बाई साथीहरू।